चाहिँ आज त कति धेरै घाम लागेको है बहिनी, साह्रो घाम लाग्यो। आजभोलि त गर्मी बढेर सकिँदै छैन बाहिर निक्लिनै। आज अन्त कति धेरै गर्मीले है शनिबार सङ्गति जाँदाखेरि पनि, तर के गर्नु, हामी त गर्मी भए पनि सङ्गति हामी जहिले गइहाल्छौँ। सङ्गति त जानुपर्छ नि, जस्तै गर्मी भए पनि। अनि तँलाई थाहा छ कि थाहा छैन, तल्लो घरको साइली त कति भयो हेर न, हाम्रो छिमेकी, उसलाई त मैले कति भयो देखेको छुइनँ। अनि सङ्गति पनि जाँदैन, उसँग भेटघाट पनि नभएको धेरै भयो। तिमीलाई थाहा छैन? थाहा छैन, मलाई त भेटेको हुँदैन आजभोलि त। अन्त कहाँ छ हौ आजभोलि? उसलाई मैले देखेको पनि छुइनँ, फोन गर्दा पनि फोनै रिसिभ गर्दैन। के भएको छ होला? उसलाई आज जसरी भए पनि भेटेर के भएको छ सोधेर उसलाई चाहिँ सङ्गति लानै पर्छ है। ल जाउँ त, बाटोतिर पनि भेटिहालिन्छ कि। ओइ हेर त, ऊ यही छ त तल्लो घरको साइली त, जस्तै लाग्यो त। साइली नै हो नि? औ साइली, के गर्दै बसेको? मैले यतिकै टिकटक बनाउँदै बसेको। कहाँदेखि आउनु भएको? हामी त चर्चारै गरेको आज। तिमी पनि धेरै भयो त हौ सङ्गति आउनु छोडेको। जाउँ न तिमी पनि। सङ्गति आउनै अल्छी लाग्छ, घाम पनि यति धेरै लागेको छ, अनि गर्मी हुन्छ, अब अलिक बोरिङ पनि लाग्छ, अनि त्यही भएर आउनै मन लाग्दैन हौ आजभोलि त। होइन नि साइली, त्यसो भनेर हुँदैन नि। तिमीलाई हामीले कति धेरै भइसक्यो खोजेको। हेर तिमी हाम्रै छिमेकी भएर, मेरो आफ्नै बहिनी भएर तिमीलाई मैले कति धेरै भेट्नु चाहेको थिएँ। तर तिमीलाई अहिलेसम्म मैले कति धेरै कल गरेँ, तर तिमीले कलै उठाउँदैनौ, तिमी घरमै हुँदैनौ। तिमीलाई चाहिँ के भएको छ? सङ्गति पनि जाँदैनौ, अनि सङ्गति चाहिँ किन नगएको? किन मेरो फोन नउठाएको साइली? होइन हौ दिदी, मलाई त सङ्गति आउनु पनि मन लाग्दैन, निन्द्रा मात्र लाग्छ वचन सुन्दा पनि। अनि है के भएको, सङ्गति आउनै लाग्दैन। अनि साइली बहिनी हेर न, तिमी नै तिम्रो मनै तिम्रो मोबाइलमा, टिकटकमा, फेसबुकमा, युट्युबमा जतिखेर पनि तिम्रो मन हृदय त्यहीँनिर गएपछि चाहिँ तिमीलाई कहाँदेखि सङ्गति बस्न मन लाग्छ त? सबै आफ्नो हृदयहरू, आफ्नो मनहरू सबै तिम्रो टिकटकमा, तिम्रो मोबाइलमा, तिम्रो युट्युबमा नै ध्यान हुन्छ। त्यही भएर चाहिँ तिमीलाई त्यस्तो लागेको हो क्या बहिनी। अबदेखि चाहिँ हामी जहिले सङ्गति जानुपर्छ। सङ्गति गएर चाहिँ त्यतिखेर आफ्नो हृदय चाहिँ मोबाइलमा लाउनु हुँदैन। परमेश्वरसँग भएर सङ्गति गऱ्यो भने तिमीलाई नै तिम्रो जीवनमा चाहिँ आशिष मिल्छ नि त। कुरा त त्यस्तो पो। अबदेखि चाहिँ म जहिले आउँछु नि, निरन्तर चर्च आउँछु नि, जहिले अब चाहिँ बस्छु नि, चर्चमा पनि जहिले आउँछु। हुन्छ, त्यसो भए आज पनि जाउँ न त। टाइम त त्यस्तो धेरै गएको छैन। हुन्छ भने जाउँ न। हुन्छ अनि आजको सङ्गति कस्तो लाग्यो त? आजको सङ्गति एकदमै राम्रो लाग्यो। हो नि बहिनी, मैले सबै भनेको थिएँ नि, देख्यो नि होइन, थाहा पायो नि, महसुस गऱ्यो नि। हामी चाहिँ सङ्गति गर्दाखेरि चाहिँ एकदमै परमेश्वरको सत्यतामा, परमेश्वरको उपस्थितिमा, अनि परमेश्वरको पवित्रतामा भएर हामीले गऱ्यौँ भने चाहिँ हाम्रो मन हृदयहरू कहीँ पनि जाँदैन, हामीलाई अल्छी पनि लाग्दैन, अनि हामीलाई निन्दा पनि लाग्दैन है। एकदमै खुसी लाग्यो। र तपाईँलाई म एउटा वचन पढेर सुनाउँछु। हिब्रू 10:25 पनि भनेको छ कि बाइबलको वचनमा, कतिजनाको चाहिँ सङ्गति नजाने बानी हुन्छ, तर हामी एकअर्कामा चाहिँ भेला हुनु चाहिँ कहिले पनि छाड्नु हुँदैन र एकअर्कालाई चाहिँ प्रोत्साहन दिइराख्नुपर्छ भनेर चाहिँ वचनले भन्दछ। त्यसैले अबदेखि चाहिँ हामी चाहिँ निरन्तर रूपमा सङ्गति चाहिँ आउनुपर्छ है बहिनी। हुन्छ, ल अब जाउँ होला है। हुन्छ।